हेलो नमस्कार साथीहरु, यो चाहिँ पुरानो भिडियो हो, एडिट गर्न नपाएर यतिकै राखेको। अनि यहाँ यो शनिबारको दिन चाहिँ म श्रमदान गर्न यसरी जाँदै थिएँ। श्रमदानको लागि कुटो बोकेर बाटो बनाउन जाँदै साथीहरु चाहिँ अगाडि नै गइसक्यो अनि म चाहिँ अलि ढिलो भएर पछि एक्लै गइरहेको। अनि चाहिँ यस्तो भइरहेछ, धानहरु कस्तो राम्रो। यसरी नै हामी शनिबार गाउँको बाटोहरु बनाउँछौं, हाम्रो गाउँ बुमदाङको चाहिँ। अनि अरु बेला चाहिँ म जान पाएको थिएन, यो दिन चाहिँ म फुर्सद पाएको भएर फुर्सदै थियो अनि त्यही भएर गएको थिएँ। दिउँसोको समयमा पानी परेको थिएन, आकाश पनि राम्रो खुलेको थियो। यसरी एक्लै हिँडिरहे म चाहिँ। अब साथीहरु भेट्ने बेला भयो। उतापट्टि गएर मान्छेहरु चाहिँ काम सुरु गरिसकेको छ। अनि यहाँनिर चाहिँ पौडी खेल्ने ठाउँ छ एक ठाउँमा, अनि त्यहाँ पौडी खेलेर केटाहरु चाहिँ यता आएर बसिरहेको छ काम कापेर। त्यहाँ झरना पनि छ, पौडी खेल्ने एकदम राम्रो ठाउँ छ। चिसो पानी मान्छेहरु बाटो बनाउन इन भुराहरु अब तल अनि गाउँको पनि पौडी खेल्न जान्छन्। बाटो बनाउन इन यो चाहिँ झुलुङ्गे पुल हो। यताबाट पनि बाटो छ, तर झुलुङ्गे पुल चाहिँ सर्टकट हो। बाइक गाडीहरु हिँड्ने चाहिँ उतापट्टि बाटो छ, त्यही बाटो हिँडेर जाने। झुलुङ्गे पुल पर सर्टकटबाट सट्ट गएर त्यहाँ बाटो बनाइरहेको भएको छ। साथीहरु गाउँलेहरु सबैजनाले त्यहाँ जाँदैछ। पुग्न लाग्यो अब बाटो। हाम्रो गाउँ राम्रो गाउँ बुमदाङ गाउँ है साथीहरु, तपाईहरु पनि आउनु होला हाम्रो गाउँ घुम्नलाई। यो चाहिँ हाम्रो गाउँको मान्छेहरु यसरी यहाँ बाटो बनाइरहेको छ बस आउनलाई सजिलो होस् भनेर। बाटोमा पानी बग्यो अनि साइडमा पुलो बनाएर पानी जाने सानसानो, अनि पानी पठाउनलाई यसरी हामीजना सबैजना एकजुट भएर काम गरिरहेको छ। सबैजना खन्दै हुनुहुन्छ, नेता पनि हुनुहुन्छ सबैजना। म चाहिँ भर्खर आइपुग्यो। भने काम सुरु गर्नुपर्छ, भिडियो अफ गरेर बाँकी कुरा अर्को भिडियोमा आउँछ। ल सबैजना यसरी लाग्यो तर काम गर्नुपर्छ एकदम जोडतोडका साथ। सबैजना कति मेहनती हुनुहुन्छ। यस्तो बनाइदियो सबै सम्माएर, डिस्को माथिबाट आएको त्योलाई सम्माएर यस्तो बनायो, ढुङ्गा हालेर यसरी थिचे। माटो माटो भएको भएर गिलो छ, जति ढुङ्गा हाले नि गडिन्छ। गिलो माटो भएर ढुङ्गा हाल्दै थिच्दै हुन्छ। यो चाहिँ अर्को ठाउँ, अब त्यहाँ सिद्धेर दुई ठाउँमा बनाएर तीन ठाउँमा बनाएर अब घरभन्दा उतातिर जान्छौँ। अब हामी मेलतिर। यहाँ पनि सानो पानी बग्ने ठाउँ छ। यो चाहिँ बनाउनु पर्दैन किनभने यहाँ पानी बगिरहनु पर्छ। यसमा ढुङ्गा हाल्यो भने झन् पानी जम्छ। अब यस्तो गरेर उता गएर बनाउने। हजुर के हुन्छ? हाम्रो राख्ने मात्रै हुन्छ। यहाँ यस्तो हिलो भइसकेको छ। पचात बिचुक छ हो।
यहाँ हाल्नु पर्दैन यहाँ यहाँनिर चाहिँ माथिबाट हामीले ढुङ्गा गुल्टाइदिएको माथि जम्मा गरेर राखेको ढुङ्गा रहेछ भिडबाट अनि त्यसपछि तलतिर मान्छेले चाहिँ कसरी राखेको एकदमै यो चाहिँ मलाई यस्तो डर लाग्यो थियो तलतिर मान्छे होला भने मान्छे हेर्दै कराउँदै गरिरहेको थियो यसरी यहाँबाट मान्छे तलबाट यसरी बोकेर लाने अनि ओसारी त्यहाँनिर खोलामा हालेर अनि त्यसले मोटेले फेरि त्यहाँ गाडामा लिएर हिँड्छ यो ढुङ्गाहरू चाहिँ हामीले तल यहाँनिर चाहिँ हाम्रो ढुङ्गा बोकेर चाहिँ यसरी जिस्किरहेको थियो सब खतरा ताले ढुङ्गा बोक्यो मलाई त अचम्म लाग्यो ढुङ्गा बोक्ने तरिका देखेर यसरी बच्चा बोकेर यसरी बोकेर अनि यहाँनिर बन्यो बत्किया रहेछ त्यसलाई चाहिँ गाडी हिँड्न सजिलो हुन्छ अनि यो सकेपछि मैले पनि भएको थियो फेरि काम गर्दाखेरि मजै आउँदो रहेछ सबैजना मिलेर काम गर्दा म चाहिँ फर्स्ट टाइम यस्तो खालको एक्सपिरियन्स ल साथीहरू आजलाई यति नै बाई बाई